सो वेलकम टु माई न्यू ब्लग। सबैजना स्वागत छ मेरो ब्लगमा टक्क पाले होइन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हो भने एकदम ठिक छ होइन। अनि टक्क पाले म चाहिँ साइकल राइडमा आएको होइन। फेरि अब तल माथि आउने बेला चाहिँ यसो ढकाल्नु पर्छ कि म यसो ढकाल्नु पर्छ कि होइन। यति गाह्रो हुन्छ कि यार, यस्तो गाह्रो हुन्छ कि तर साइकलको उति पनि लास्ट बिग्रेको छ क्या मेरो कन्डिसनहरू सब। के अरे चेनहरू पनि छैन क्या, त्यस्तो राम्रो साइकल चाहिँ होइन मेरो। अनि यहाँबाट तल जाने बेलामा यहीँतिर होइन, यहीँतिर झनै लडेन भने अघि यस्तो मन आँटेको थिएँ कसम यार। म त्यहीँ नर्भस भएर भने म त थेट कसम आज त जान्छु हो क्या हो भनेर सोचिरह होइन। लास्ट टाइम त बल्ल बुद्धि भयो क्या यस्तो भइदिएर के यो ब्रेक भयो नि अगाडिको, यो ब्रेक झ्याप्पा नि यो पङ्ग्रा यस्तो भइदियो कि सिधै झन्नै लडेन। आफूले ब्यालेन्स मिलायो त्यही हो। अनि म चाहिँ माथितिर जान लाग्यो साइकल ढकाल्दै होइन। अनि यसो पहिला चाहिँ मेरो भ्लग ग्याप भएको थियो क्या, लास्टै ग्याप भएको थियो। के भयो भनेर चाहिँ तपाईँहरू सोच्नुहुन्छ होला टक्क होइन। म चाहिँ भन्न चाहन्छु त्यसको बारेमा। मलाई चाहिँ पहिला टन्सिल भएर अनि ज्वरो आएर भ्लगै बनाउनु पाइनँ क्या। अनि कति 1 हप्ता 2-4 हप्ता जति त मेरो ग्याप भयो भनौँ न। अनि अहिले चाहिँ बनाएको रोडतिर आएर होइन। अनि एक्लै हो म चाहिँ टक्क साइकल बोक्ने होइन। तलदेखि आएको क्या म चाहिँ। अब माथितिर जानुपर्छ अनि त्यहाँतिर भेटौँला है त। सो त्यही नै हो। अब ढकालेर लग्नु पऱ्यो होइन माथिसम्म। धेरै टाढा चाहिँ जाँदिनँ म, ठिक्काको माथिसम्म जान्छु। अनि त्यसपछि आफ्नै घरतिर लाग्छु म। अनि भ्लग चाहिँ यति दिन ग्याप भयो कि मेरो, लास्ट ग्याप भयो होइन। अब हाल्छु होला म सायद 2टा जति दिनमा, त्यही हो अब होइन। अब हिजोको पानीले यस्तो भएको छ होइन, रोडहरू सबै के भएको लास्ट ठुलो पानी पऱ्यो कि हिजो चाहिँ, खत्रै ठुलो पानी परेको छ कि हिजो चाहिँ। अनि यो पक्ने एकछिन। अनि यो मेरो यहाँ देख्नु भएको छ नि, यो फोहोर त्यहाँ तल झनै लडेन क्या। त्यही भएर क्या यहाँ अघि यो टायरले यहीँ धुलोमै उदे गर्दै कि अनुहारमै के अरे फ्यालिदियो। त्यही हो अब यस्तो अड्किन्छ फेरि यसरी। त्यही नै अब अघि त्यो भनेर चाहिँ होइन। अब रोडमा आएर चाहिँ भ्लग बनाउनु पऱ्यो। डक्कबाले हात पनि दुखिरहेछ कि कस्तो, यस्तो गर्नाले पनि हात दुखिरहेछ कि गाइस, यस्तो गर्नाले हात दुखिरहेछ। अनि टक्कबाले होइन ढकाल्दै हिँड्दै बोक्दै धेरै माथि जाँदिनँ म, ठिक्काको जान्छु। त्यही हो, उयो माथितिर भेटौँला सिधै है त। सो एकछिन तल गएर आइदिउँ ल, एकछिन है यसरी होइन। टक्कबाले एउटा हात ब्रेक समात्यो अनि हिँड्यो तर लड्न जस्तो उति भइरहेछ। के त हेरौँ होइन। टक्कबाले होइन साइकलको कन्डिसन चाहिँ यस्तो छ होइन। टक्कबाले यहाँ के पनि छैन क्या, मेकअप पनि छैन, यहाँ चेन पनि छैन। यस्तै हो। ओह्रालोमा चाहिँ कस्तो डर लाग्छ रहेछ। त्यही हो। एकछिन तल आइदिएको थियो। उहाँ रोडमा कस्तो बिग्रियो क्या, टायरै बिग्रियो क्या। यस्तो फुस्क्यो क्या। बिग्रियो त के भनौँ होइन, फुस्क्यो क्या टायरै। अनि बनाउन यसलाई ढकाल्दा खुट्टा दुखिसक्यो यार मेरो। कुनै त तलदेखि आएको क्या म चाहिँ। अनि यसलाई ढकाल्दा खुट्टा दुखिसक्यो। अनि यहाँ माथि जान चाहिँ उहीँ माथि हो। अनि आइपुग्नु लाग्यो। अनि त्यहाँबाट चाहिँ ओह्रालो छ, यहाँबाट आउने हो। यहाँ बाटोबाट ओह्रालो। अनि त्यही नै हो। ओह्रालोमा चाहिँ बिस्तारै हान्नुपर्छ टक्कबाले होइन। यहाँ चाहिँ एकछिन बसौँ न होइन। मेकोरी किन नबस्यो बसेन त गाइज। क्यान्सी साइकल यहाँ हिँड्न सक्नुहुन्छ टक्कबाले होइन। यो साइकल चाहिँ अनि
त्यो बाटो यहाँ बाटो यो बाटो छ नि यो बाटो हुँदै यहाँसम्म होइन ढकाल्दै आएको क्या तल त्यो बाटो नि त्यहाँदेखि ढकाल्दै आएको क्या साइकलले चाहिँ लास्ट गाह्रो हुन्छ रहेछ ढकाल्न त थेट कसम यार आम्मामा थेट लास्ट गाह्रो यार अनि एकछिन बसौँ अनि त्यहाँ ऊ माथिबाट चाहिँ आउनुपर्छ यहाँ ओह्रालै अनि आफ्नो घरतिर लाग्नुपर्छ अनि यो ब्लग एडिट गरेर हाल्नुपर्छ गाइस त्यही नै हो अब होइन यति दिन ग्याप भयो अब ब्लग त बनाउनु पऱ्यो अनि यहाँ चाहिँ साइकल कता दिइरहेछ यार लुक्स त म्याकुरी बिग्रियो पनि ड्याम छ कि लुक्स छ ड्याम हेट बबाल छ होइन अनि भ्यू पनि हेर्न सक्नुहुन्छ टक्कबाले कस्तो बुद्धि भयो अँध्यारो भयो क्या टक्कबाले हेर्न सक्नुहुन्छ होइन एकछिन बसौँ अनि माथितिर जानु पर्ला त्यही नै हो अब माथि अनि ओह्रालतिर भेट होला अहिले है त म चाहिँ अब आइपुग्नु लाग्यो होइन त्यहाँ फुपूको घरबाट हान्नु लाग्यो हो अनि त्यहाँबाट बिस्तारै हान्नुपर्छ ओह्रालै छ पुरै फेरि अनि फेरि मौसम खराब भएर पानी पनि पर्न सक्छ फेरि छिटो घर जानुपर्छ मौसम पानी पर्छ फेरि अहिले अनि यहाँबाट नजिक जानुपर्छ अनि आउँछ अनि त्यही नै हो अब ओह्रालोमा सक्छ कि सक्दैन थाहा छैन होइन बिस्तारै लग्नुपर्छ ल गाइस म चाहिँ आइपुग्यो होइन म चाहिँ आइपुग्यो ढक्कबाले साइकल यहाँ छ अब यहाँबाट तलतिर जानुपर्छ होइन यहाँबाट तलतिर जानुपर्छ बिस्तारै लग्नुपर्छ त्यही नै हो म चाहिँ त्यो बाटोदेखि आएको हो क्या त्यो बाटो देख्नु भइरहेछ नि त्यो म जुम गरिदिन्छु यो बाटो छ नि यो खोइ देखा गयो त्यो बाटो छ नि त्यो त्यहाँबाट आएको म चाहिँ त्यहाँबाट दोहोऱ्याउँदै यहाँसम्म आइपुगेँ यहाँसम्म होइन अनि मौसम चाहिँ यस्तो छ होइन त्यही हो ऊ माथि छ अझै ऊ तल छ हाम्रो गुम्बा छोर्पिन भन्छ गुम्बा त के भन्नु ल यहाँबाट बिस्तारै जानुपर्छ अब हेरौँ के हुन्छ रहेछ सो गाइस म चाहिँ निस्किसक्यो होइन त्यहाँबाट अब यहाँबाट जानुपर्छ साइकल बोकेर होइन बिस्तारै टक्कबाले अनि कस्तो आत्तिरहेछ क्या अनि यो पछाडिको यो टायर छ नि यो पछाडिको टायर फुस्किन्छ भने कस्तो आत्तिरहेछ अनि एउटा हातले ब्रेक समात्दै तलतिर कुद्दैछु म चाहिँ आफ्नो घरतिर अनि त्यही हो होइन कहाँसम्म लग्न सक्छु रहेछ हेरौँ बिस्तारै लगाऊँ यार फेरि अहिले गाडीहरू आयो भने छैन फेरि मेरो जिन्दगी बर्बाद एक्सिडेन्ट हुन्छ नि फेरि बिस्तारै लग्नुपर्छ क्या होइन त्यही हो गाइस त्यही हो म्याकुरी अब यहाँबाट तलतिर जानुपर्छ ओइ म्या कस्तो डर लागेर यार डट म्या अब सो त्यहीँ हो अब यहाँबाट तलतिर कुद्नुपर्छ यो यहाँ टर्निङ चाहिँ खतरा छ कि फेरि बिस्तारै मोड्नुपर्छ यहाँ ल बिस्तारै टर्निङ चाहिँ बिस्तारै मोड्नुपर्छ केटा हो होइन ल गयो ल बिस्तारै जानुपर्छ होइन ल त्यही नै अब सेट हेट ल बिस्तारै जानुपर्छ है बिस्तारै ल कस्तो आँधिरहेछ यार अहिले फेरि गाडी आयो भने गयो फेरि म फेरि ल भोइस आइरहेछ कि आइरहेछ थाहा छैन मलाई हावा चाहिँ आइरहेछ फेरि यहाँ साइकल चलाउनुलाई बुर्र आइरहेछ कानतिर चाहिँ अनि यो हो साइकल हेटमा डर लाग्छ रहेछ यार यार एउटा हातले चलाउनु त यार आम्बो कस्तो डर लाग्यो क्या एउटा हातले ब्रेकसम्म त हिँडिरहेको छु कि म यार आम्मामा अब्बुई कस्तो डर लाग्यो र अब्बुई आम्बो सेट कस्तो गिटिहरू आइदियो क्या अनि डर लाग्छ रहेछ गिटिहरू छेउमा यहाँ अघि टायर फुस्किएको यहीँ हो ओइ म्या बिस्तारै हिँड्नुपर्छ ओइ ल निस्क्यो बबाल म्या ल सकिसक्यो अब आइपुग्नु लाग्यो अब यहीँतिर त हो
यहाँतिर हो अब रोक्नुपर्छ यहाँतिर टक्क पाले अनि जानुपर्छ आफ्नो घरतिर म्या ओइ 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 टेट कसम सो गाइज म चाहिँ घर आइपुगिसकेँ जो बल्ल बल्ल अनि अब अर्को भिडियोमा ब्लगमा भेट्यो होला होइन सिधै माया र सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला युट्युबमा अनि म चाहिँ अब सिधै अर्को नेक्स्ट ब्लगमा भेटौँला है त।